र म यहाँहरूको बिचमा मलाई 15 देखि 20 मिनटको समय दिएको छ। म वास्तवमा पास्टर मास्टर नेता, पास्टर मास्टर नेता, यो तीनटा चाहिँ बोल्ने वरदान भएका मान्छेहरू हुन्। यिनलाई परमेश्वरले बोलेरै संसारमा समय बिताऊ भनेर पठाएको हो जस्तो मलाई लाग्छ। अब नेता मास्टरले सिकाउँदा मात्रै हुन्छ, नेताले भाषण मात्रै गर्दा हुन्छ। पास्टरले चाहिँ जीवन जिएर पनि देखाउनुपर्छ। अब नेताले पनि पढ्छ, टिचरले पनि पढ्छ। चुरोट नखा भनेर चुरोट खाँदै गर्ने टिचर पनि खासमा मान्छेले राम्रो मान्दैन। तर क्रिस्चियनिटी मैले बुझेको क्रिस्चियनिटी चाहिँ यस्तो खालको क्रिस्चियनिटीमा त एउटा त्यस्तो खालको विषय हो, त्यस्तो खालको अर्गनाइजेसन हो, त्यस्तो इन्स्टिट्युट हो, त्यस्तो खालको मत हो, त्यस्तो खालको सिद्धान्त हो जसले जे भन्छ मुखबाट त्यो कुरा चाहिँ प्र्याक्टिकल्ली जिउनुपर्छ। यसको रिक्वायरमेन्ट चाहिँ त्यति नै। तपाईँको वचनले तपाईँलाई जे भन्छ, तपाईँको शरीरले के खान्छ होइन, तपाईँको आँखाले के देख्छ होइन, तपाईँको दिमागमा के कुरा खेल्छ होइन, तपाईँको आवश्यकता के छ होइन, त्यो सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ वचनले के भन्छ। तपाईँले आफ्नो साउल, त्यो तपाईँ मिस्त्री हुनुहुन्छ, कोही यहाँ मिस्त्रीको काम गर्ने मान्छेहरू, गाह्रोको मिस्त्री, तपाईँ उहाँहरूलाई सोध्न सक्नुहुन्छ। साउल भन्ने एउटा त्यो एउटा घन्टी जस्तो हुन्छ, माथिबाट तेर्सो खालको एउटा डन्डी हुन्छ। मैले देखेको, म आफैले त गरेँ होइन। त्यो साउलको यो पिलर उठाउनु पर्यो भने त्यो त्यहाँनिर राखिन्छ। अहिले त अर्को इलेक्ट्रिकवाला केवाला पनि आएको छ ऊवाला। तर त्यसले यहाँ देखाएपछि त्यो माथिको तेर्सो डन्डी र तलको त्यो गट्टोले ठ्याक्क छुनुपर्छ, मिलाउनुपर्छ। त्यसले चाहिँ त्यो सिधा बनाउने काम गर्छ। क्रिस्चियन जीवन चाहिँ तपाईँ जसले जेसुकै भन्नुहोस् दुनियाँमा, त्यसले केही फरक पार्नेवाला छैन। तपाईँको जीवन चाहिँ परमेश्वरको वचन चाहिँ साउल रेखा हो भने, साउलको त्यो घन्टी हो भने, तपाईँ त्यस अनुसार छ कि छैन भने। तर उनले कति महान मान्छेको स्वभाव चाहिँ समस्या चाहिँ कस्तो हो भने, भर्खरै चोरेर आएको छ, भर्खर चोरेर घरमा सामान सम्पत्ति राखेर आएको छ, पैसा राखेर आएको छ। अनि यहाँ साथीभाइ चिया खानेवाला छ, उसले के चाहन्छ भने तपाईँ जस्तो इमान्दार चाहिँ कोही छैन, तपाईँको इमान्दार साँच्चै मलाई मन सुन्न चाहिँ त्यस्तो मन गर्छ, मान्छे स्वभाव चाहिँ त्यस्तो छ भनेको हो। पाप गर्दै गरेर पनि उसले चाहिँ तपाईँ चाहिँ कति महान पवित्र भनिदिएको चाहन्छ, मान्छेको स्वभाव चाहिँ। तर हाम्रो साउल रेखा भाइबल भएको कारणले त यहाँहरू बाहना चाहिँ यहाँ कति 5 जना हुनुहुन्छ, बाहना चाहिँ 5 जना हो। तर अघि तपाईँ यहाँ बस्नुभएको 16-18 कतिजना हुनुहुन्थ्यो। 5 जनाको बाहनामा तपाईँ 18-20 जनालाई भन्न चाहन्छु। 5 जना 18-20 जना लगायत तपाईँ मण्डली आज जति जना हुनुहुन्छ, तपाईँ 80-90-100 जति हुन्छ, तपाईँहरूलाई भन्न चाहन्छु। तपाईँ कस्तो खालको विश्वासी हुनुहुन्छ, तपाईँ कस्तो खालको अगुवाहरूमा पर्नुहुन्छ, तपाईँ कस्तो खालको पास्टरमा पर्नुहुन्छ, तपाईँ कस्तो खालको डिकनमा पर्नुहुन्छ, एल्डरमा पर्नुहुन्छ, मलाई थाहा छैन। मैले आज तपाईँहरू यो कुरा भनिनँ भने साई प्रकाश भाइले भन्न मिल्दैन होला, मैले भन्नै पर्छ। मेरो धेरैचोटि क्रिस्चियनिटीमा पनि कुरा नमिल्ने कुरा यही हो। क्रिस्चियन अगुवाहरूसँग पनि मेरो कुरा कहिलेकाहीँ बाल्ने कुरा यही हो। कहिलेकाहीँ मलाई मान्छेले कडा पनि भन्छन्, कहिलेकाहीँ कठोर पनि भन्छन्, कहिलेकाहीँ जिद्दी पनि भन्छन्। म त्यस्तै हो जस्तो लाग्छ, उहाँले भनेको ठिकै मूल्याङ्क हो जस्तो लाग्छ। मलाई सबै कुरा जायज छ। म नम्रताको विषयमा मैले गालामा चरममा मान्छेले मेरो 1% पनि गल्ती नहुँदा मान्छेले गालामा हान्दा म सहर हिँडिदिएको छु। नम्रतामा मलाई समस्या छैन। म मान्छे खुट्टा धुनलाई खुट्टा समात्न पनि तयार छु। मैले कयौँ ठाउँमा धोएको छु, कयौँ ठाउँमा मैले समस्या पर्दा मेरो साथीभाइहरूको खुट्टा मालिस गरेको छु। मलाई त्यो पनि समस्या होइन। मलाई नम्र हुने कुरामा कहिलेकाहीँ मैले मसँग जाई तर्क राइट हुँदा पनि कहिलेकाहीँ चुपचापसँग बोल्नै नजाने लाटो जस्तो गरेर हिँडेको पनि छु। तर जब परमेश्वरको वचनको कुरा आउँछ, मलाई डबल स्ट्यान्डर्ड चाहिँ कहिले मन पर्दैन। अङ्ग्रेजीमा आई नेभर टलरेट के भन्छ होइन, पढेको भाइ बहिनीहरू, मलाई त्यो कुरा सही हुँदैन। म पास्टरहरूलाई पनि धेरैचोटि भन्छु, विश्वासहरूलाई पनि भन्छु, तपाईँ किन नलाग्नुहोस् न, तपाईँ कहिले गर्न लाग्छ। यदि तपाईँ लाग्नुभएको भने साँच्चै लाग्नुपर्छ, इनाम पाउने गरेर लाग्नुपर्छ। आवश्यक पऱ्यो भने गर्नलाई हाँसी मर्न लाग्नुपर्छ। यो हो क्रिस्चियनिटी। यहाँ बस्यो, खाना लगाइदियो, अनि यसो कहिलेकाहीँ मण्डलीले यसो तपाईँलाई केही पनि यसो सहायता नि गर्यो,
दङ्ग पऱ्यो त्यस्तो हो र क्रिस्चियनिटी होइन। धेरैचोटि क्रिस्चियनिटी पनि कुर्सीमा बस्ने विषय जस्तो, मान पाउने विषय जस्तो, मेरो कुरा लागु हुनुपर्छ भन्ने जस्तो, म ठुलो बचक्क हुनुपर्छ भन्ने जस्तो, त्यस्तो होइन मित्र। यसो ख्रिस्टको शिक्षा त भन्नु फरक छ। त्यसैले म तपाईँको अगुवालाई भन्न चाहन्छु, आज मौका दिनुको लागि प्रकाश भाइ अनि तपाईँको अगुवाजनहरूलाई धन्यवाद गर्न चाहन्छु। यो कुरालाई गम्भीरतामा लिनुहोस्। हाम्रो मण्डली पनि मैले भन्ने कुरा यही हो। म पार्टीमा पनि त्यही भन्छु। म पार्टीको एउटा अध्यक्ष हुँदै गर्दा पनि मैले भनेको चाहिँ धेरैचोटि मान्छेले मलाई भन्छन् होइन राजनीति यस्तै यस्तै हो, त्यहाँ सबै थोक भने हामीले नगर्ने नि त, हामी गर्नु हुँदैन, हामी नगर्ने सबै थोक तिनीहरूले गर्ने गरौँ न त भइहाल्यो। यदि हामीले गर्ने भने चाहिँ पुलपेटमा जसरी गर्ने प्रधानमन्त्री कुर्सीमा त्यसरी गर्ने मान्छे चाहिन्छ। यो सम्भव छैन। दोहोरो मापदण्ड क्रिस्चियन हो भने चल्दैन। त्यसै गर्दा तपाईँ यहाँ अगुवाहरू थाहा छैन कुन उद्देश्य तपाईँ अगुवा भइरहनु भएको छ। मान्छेले तपाईँलाई वा पनि भने होलान्, तपाईँलाई खुसी पनि लागेको होला, तर तिमी ठुलो हुन चाहन्छौ भने तिमी सेवक बन। आमेन। त्यसैले तपाईँलाई थाहा छ डिकनको अर्थ डिकनोस सेवक, मत्ती 20:26। वास्तवमा भनेदेखि यो डिकनको प्रसङ्ग चाहिँ हामीले हेऱ्यौँ भने प्रेरितको 6:3 सुरुवात हुन्छ। त्यहाँ तपाईँलाई थाहा छ विश्वासीहरू बढ्दै गएका छन्, चेलाहरूले प्रेरितहरूले सिकाउँदै गएका छन्। त्यहाँ चेलाहरू अगुवाहरू सबै थोक भ्याउनुपर्छ जस्तो हुन्छ नि। कहिले तपाईँ पास्टर पनि यहाँ मिलाएर खानुहुन्छ, त्यहाँ मिलाएर हुन्छ, यहाँ बोल्नुहुन्छ, त्यहाँ बोल्नुहुन्छ, त्यहाँ गरिनुहुन्छ होइन। सायद त्यतिखेरको प्रेरितहरू पनि त्यस्तै परेको थियो होला। गर्दै गर्दा कहिले उहाँहरू भान्सी पनि हुनुभएको रहेछ त्यहाँनिर बुझ्दै गर्दाखेरि। अनि भान्सी हुँदै गर्दाखेरि एउटै मान्छेले वचन सिकाउने, एउटै मान्छेले प्रचार गर्ने, मतलब उही खालको झुन्डले सबै थोक गर्दै गर्दा त्यहाँनिर समस्या खडा भयो कि उहाँहरूले सबै मान्छेको सबै क्षेत्रबाट केयर गरेर पुगेन। नपुगेपछि त्यहाँ कम्प्लेन सुरु भयो। विधुवाहरू, गरिबहरू, विभिन्न खालका वर्गबाट, विभिन्न खालका जातिबाट, यहाँ पनि हाम्रो तामाङ होइन, छेत्री, बाहुन, अब राई, लिम्बू के होला नि होइन, त्यस्तै विभिन्न जातिबाट आएका मान्छेहरू थिए। त्यहाँनिर यो खानपान विश्वासीहरूले सबै कुरा ल्याउँथे, त्यहाँ सबै कुरालाई केही कुरा खाँचो थिएन। त्यहाँ खाने, पकाउने, तिलाउने, बाँड्ने के सबै कुराहरू हुँदै गर्दा त्यहाँ एउटा समस्या खडा भयो। त्यो समस्याको समाधानको लागि तिनीहरूले 7जना मान्छे चुने। अनि हाम्रो अहिलेका पास्टर अगुवाहरूले के भन्नुहुन्छ भने त्यो 7जना भन्ने मान्छे त संसारिक काम गर्न हो, खासमा खानेकुराहरू मिलाउन, राख्न, के गर्न होइन, भान्से भन्नलाई यसो गरेर तिनीहरू खाने जस्तो मान्छे पनि हुन्छ, यसो हातखुट्टा सौलो भयो भइहाल्छ भन्ने किसिमबाट धेरैचोटि मान्छेले व्याख्या गर्छ। तर वास्तवमा क्रिस्चियनिटी फेरि पनि के होइन रहेछ, फिजिकल कुरा होइन। हामी फिजिकल छौँ, भौतिक छौँ, बायोलोजी छौँ, हामी मान्छे छौँ, पृथ्वीमै छौँ, लुगा उलाउँछौँ, सामान अरूले जस्तै चामल त्यही किनेरै खान्छौँ, सबै कुरा हामी संसारका सबै मान्छे जस्तै नै गर्छौँ, हामी पनि उस्तै नै देखिन्छौँ देख्दाखेरि चाहिँ। तर हाम्रो गतिविधि, हाम्रो दृष्टिकोण, हाम्रो गराइ, हाम्रो उठाइ, हाम्रो थिङ्किङ, हाम्रो सोचाइ चाहिँ संसारको मान्छे जस्तो होइन र हुनु हुँदैन। त्यसैले यहाँनिर धेरैचोटि हाम्रो अगुवाहरूले कतिचोटि यो समाजसेवा भन्ने बित्तिकै कतिवटा कुराहरू चाहिँ उहाँहरूले के बुझ्नुहुन्छ भने यो चाहिँ यो भौतिक कुराहरू जस्तै हुन्छ भन्ने टाइपको जुन व्याख्या छ, उहाँहरूको व्याख्या यो प्रेरितको 6:3 अनुसार मिल्दैन। यहाँ के भनिएको छ भने तपाईँलाई थाहा छ ती 7जना मध्येको होइन त्यो स्टेफनसलाई ढुङ्गाले हालेर मारिएको थियो। उहाँहरूले खोज्दा यो भान्से नै लाग्ने कुरा, सामानै राख्ने कुरा, भात नै बाँड्ने कुरा भए तापनि यहाँनिर के खोजेको छ, आत्माले भरिका मान्छेहरू खोजेको छ। आमेन। आत्माले किन भरिनु पर्यो त? भात बाँड्नलाई, सामान राख्नलाई, भौतिक कुरा गर्नलाई, चिजबिज मिलाउनलाई। किन आत्माको मान्छे भरिएको मान्छे छैन भने त्यहाँ सबभन्दा धेरै घोटाला गडबडी त्यहीँ हुन्छ। खासमा अझै भन्यो भनेदेखि आत्मिक रूपमा मात्रै भन्दा पनि खासमा भौतिक कुराहरूमा जसले हात हाल्दैछ भने त्यहाँ अझै धेरै आत्माले भरिएका भनेको मतलब परमेश्वरको डर छैन, यीशु भए के गर्नुहुन्थ्यो भनेर ठान्ने मानिसहरू त्यहाँ चाहिने थियो। त्यसैले मित्रहरू आज युरोप अमेरिकामा हाम्रा छोरा, तपाईँको कहीँको छोराछोरी अमेरिका युरोपका कहीँ देशमा हुनुहुन्छ होला होइन, कहाँ हुनुहुन्छ, छोरो उता छ, त्यो छोरो अस्ट्रेलिया छ, छोरी कहाँ छ, राम्रो छ, घर किनिसके, गाडी छ, अब यसो महिनामा 1-1.5 लाख कमाउँछ, कस्तो गजब लाग्छ होइन, नाक ठुलो पनि हुन्छ होइन, गजब लाग्छ छोराछोरी उता पठाएको देखेर सुनेर। तर तपाईँलाई थाहा छ तपाईँलाई मन कटक्क खान भन्ने मलाई चाहन्छ। त्यही भएर मेरो त छोरो युके पुगेको थियो, अर्को आइज भने यहाँ आएर काम खेती गर्न रहेको फेरि जान त विदेशमै छ।
मित्रहरू हामीले यो देशलाई खासमा युरोपमा व्यवस्थित गर्नु पर्थ्यो ताकि हाम्रा छोराछोरी पनि हाम्रो श्रीमान पनि हाम्रा श्रीमती पनि हाम्रा बहिनीहरू सँगै हामी सही हुन्थे। त्यसो त्यो चाहिँ किन बढ्यो भन्दा चाहिँ यही डिक्कनहरू छान्दा राजनीतिक व्यक्तित्वहरू छान्दा परमेश्वरको भय र डरमा चल्ने मान्छेहरू छानेका थिए तिनीहरूले र तिनीहरूले सबैभन्दा ठुलो प्रधानमन्त्रीको राष्ट्रपति कुर्सी हुँदा पनि तिनीहरूले के ठानेको थियो भने मभन्दा माथि परमेश्वर हुन्छ, मलाई यहाँ जिम्मा मात्रै दिएको भनेर ठानेर त्यो ठानी गरेर काम गरेको कारण आज तिनीहरूको देश समृद्धशाली भएको रहेछ। आज यो देश पनि त्यस्तो खालको नेतृत्व थियो भने मित्रहरू हाम्रो देश त 5-10 वर्षसम्म आमूल परिवर्तन हुन सक्थ्यो। तर हामीले कहिलेको कुरामा ध्यान दिएर भने हाम्रो अगुवाले कहिले पनि यसमा ध्यान दिएका छैनन्। तर परमेश्वर समय आउनेछ, यो देश एक दिन परमेश्वरको डर राख्ने क्रिस्चियन लिडरले यो देश चलाउनेवाला छ। त्यसको भूमिका के रहेछ? पास्टरै रहेछ भने ऊ झरेर डिकेन हुनेवाला छ। आमेन। त्यसैले मैले पर लगेँ डिकन चाहिँ खासमा भौतिक चिजबिजहरूको व्यवस्थापन गर्ने एउटा झुन्ड हो। एल्डरहरू, पास्टरहरू, प्रचारकहरू एफिसी 4:11 अनुसारको त्यो 5वटा 5-fold मिनिस्ट्री चाहिँ मण्डलीको वृद्धिको लागि 1 कोरिन्थी 12:8 देखि 10 सम्मको त्यो वरदानहरू चाहिँ मण्डलीको वृद्धिको लागि हो। त्यो वरदान चाहिँ विभिन्न किसिमको मान्छेले पाउँछ। आत्माका फलहरू चाहिँ हरेक विश्वासीको लागि जसले त्यो 9वटा फल आफ्नो जीवनमा कसैको कमी छ भने गलाती 5:22-23 को कुरा गर्दैछु मैले। त्यो तपाईँ फेरि हेर्नु होला, तपाईँ झरक्क झर्किन्छ। कहिले भन्नुहुन्छ विश्वासीहरूले एकान्तमा घरमा, चर्चमा त सबै स्वरूप जस्तै भइहाल्नुहुन्छ, घरमा चाहिँ बोल्न थाल्ने पुरानो मान्छे झट्टिन्न झर्किने, गणिन्न रिसाउने, ठुलो स्वर बोल्ने, बुझ्दै नबुझ्दै गरेर बोल्ने, अनि उहिलेका कुरा कोट्याउने। विश्वासीहरू तपाईँलाई पनि भनेको, तपाईँ आँखालाई जासोस् त्यो पढ्नुहोस्, त्यहाँ 9वटा छ आत्माको फलहरू। जति आत्माले त्यही हालेलुया भने यहाँ लडे पनि अन्य भाषा बोले पनि जेसुकै गरे तपाईँ यदि तपाईँमा त्यो फल छैन भने तपाईँ फेरि पनि घण्टको झ्याली गर्ने कर्ना जस्तो मात्रै हो, त्यसले केही फाइदा छैन। त्यसैले मैले विश्वासलाई यो कुरा भनिरहेको यहाँ होइन नि, यहाँ अगाडि बस्ने 5जनालाई भने होइन, अहिले तपाईँ 18-20 जनालाई पनि भने होइन, मैले त तपाईँ सबै विश्वासलाई भनेको। यताबाट त सुरु भइगयो नि, यता त गमक्क पर्किँदा हुन्छ, विश्वासले भनेर भनेर थर्काउँदा भइहाल्छ, चुप नत्र भने भन्दा नि हुन्छ। अगुवाहरू चाहिँ हुन्छ है, हुँदैन। उहाँहरू त अझै धेरै हुनुपर्छ नम्र, अझै धेरै यसुको तरिका हुनुपर्छ। यसु भाइ के गर्नु हरेक घटना। त्यसरी त डिकन मैले यहाँ थुप्रै कुराहरू ल्याएको थिएँ। डिकनको अर्थ के हो, डिकन स्थापना हुनुको कारण मैले बताइसकेँ। डिकनका मुख्य काम र कर्तव्य विशेष गरी यो भौतिक चिजसँग सम्बन्धित कुरा हो। त्यसले कहिलेकाहीँ जिगज्याग नगर्नु होला। एउटा विश्वासीको नाताले तपाईँ जस्तो हुनुपर्ने त्यस्तै हुनुहोस्। वचनले जे डिमान्ड गर्छ त्यो डिमान्डमा तपाईँ जुन दिन तपाईँ बत्तिसमा लिनुभयो, विश्वास गर्नुभयो र बत्तिसमा लिनुभयो, त्यो दिन तपाईँ मरिसक्नुभयो। मरेको मान्छेलाई तपाईँ टोयलेटमा त्यो सिनमा त्यो टोयलेटको उसमा टाउको सार्दै पनि बोल्दैन, लासलाई काटे पनि बोल्दैन, त्यसलाई नाम्ने बनाइदिनु बोल्दैन, यसरी सम्मान गरिदिनु बोल्दैन, कुर्सीमा राखिदिनु बोल्दैन, भैमा हातलाई हाल्नु पनि बोल्दैन, लाखलाई हाल्नु पनि बोल्दैन। खासमा लास चाहिँ हामी पुरानो जीवनको लागि चाहिँ लास भइसकेको मान्छे। अनि बत्तिसमा लियो, घाँट पनि गऱ्यो, विश्वासी पनि भयो, अगो पनि भइसक्यो हुन्छ। यसरी कुर्सी बसिरहन्छ व्यवहार चाहिँ बाटोतिर व्यवहार गर्ने हुन्छ नि, त्यसलाई के भनिन्छ स्याक्सा, त्यस्तो खालको हुँदैन, मिल्दैन। यो तपाईँ कति धन्यवादी, कति भाग्यमानी यो खुसी बस्नेहरू मित्रहरू, तपाईँले गर्नु चाहिँ साह्रै नै काम गर्नुहुन्छ। डिकन झन्डाले जहिले पनि मण्डलीको एकतामा हुन्छ। त्यहाँ कहिले पनि भान्ने बिग्रिने कुरा गर्नु दिँदैन मण्डलीमा। त्यहाँको व्यवस्थापनका कुरा, भौतिक चिजबिजको संरक्षण गर्ने कुराहरू, यहाँको जति पनि मिलाउने कुराहरू पास्टरले होइन, एल्डरहरूले होइन, डिकन झुन्डाले गर्यो। यहाँ सबै व्यवस्थापन कुराहरू त्यो जिम्मेवारी हो। तर विश्वासले धेरै चाहिँ नबोल्ने गरेर चाहिँ पुलपिटमा आउनु सबै खोज्ने, जुत्ता मिलाउनु कोही नखोज्ने, बढाएर चाहिँ कोही नखोज्ने, चकरी मिलाउनु कोही नखोज्ने, कुर्सी उता मिलाउनु कोही नखोज्ने, यस्तो खालको क्रिस्चियनिटी हो र? क्रिस्चियनिटी त्यस्तो होइन।
क्रिस्चियन तपाईँलाई जे जिम्मा दिएको छ त्यसमा विश्वासयोग्य हुनु क्रिस्चियनिटी हो। तपाईँको पास्टरले तपाईँले गर्दै गरेर योगदान एकदम थाकी गरेको नदेख्न पनि सक्छ, तर तपाईँलाई बुझ्नुपर्छ तपाईँले आज गरेको प्रत्येक चिजको परमेश्वर हिसाब राख्नुपर्छ। आमेन। एक गिलास पानीको हिसाब छ, तपाईँ जुत्ता मिलाएको हिसाब छैन, बनाउने जुत्ता मिलाएर राखेको हिसाब छैन, तपाईँले बढाएको हिसाब छैन, तपाईँले यहाँ कयौँ कुराहरू मिलाएको, तपाईँ किचनमा खटेको, तपाईँ यहाँ बढाउने कुरा खटेको, त्यहाँ मिलाउने कुरा खटेको, त्यहाँ तपाईँको यो फिजिकल एपियरेन्स जुन छ त्यो तपाईँलाई त्यही गर्नु भने परमेश्वर छुट्याउनु भने तपाईँ दिलो जाने सकेसम्म गर्नुहोस्, भ्याएसम्म गर्नुहोस्, इनाम यहाँ नखोज्नुहोस्, इनाम चाहिँ त्यहाँ खोज्नुहोस्। कहिलेकाहीँ यस्तो लक्ष्य राख्नुहोस्, कहिलेकाहीँ मलाई लाग्छ कहिलेकाहीँ हाम्रो मण्डलीको विश्वासीहरू मेरोभन्दा स्वर्गमा अलिक गतिलो इनाम तिनीहरूको हुनसक्छ, म त बोल्ने बढी गर्छु, तिनीहरू त काम धेरै गर्छ। त्यसै गरी काम धेरै गरिरहेको इनाम अझै धेरै परमेश्वर दिनुहुनेछ। बरु यहाँ बोलेपछि खतरा छ, के बोल्छ कहिलेकाहीँ अलिकति भावना बगेर अर्थको अनर्थ हुने व्याख्या गर्दै भने परमेश्वरले भनेर त्यहाँ उसको अझ कडा अनुशासन त्यसले सबैजना शिक्षक हुन नखोज्छ भन्छ। त्यसैले तपाईँहरूको डिकनको काम चाहिँ विशेष गरी मण्डलीको एकतालाई कायम राख्ने कुराहरूमा जोड दिनेछ। आमेन। डिकनको योग्यताका कुराहरू पनि छन्, योग्यता पढेको हुँदा राम्रै हो, तर बाइबलले चाहिँ पढेको कुरासँग त्यति धेरै माने राख्दैन। यहाँ डाक्टर पनि हुनुहुन्छ, एमडी, बिटिएस, कोही के एज गरेका थुप्रैजना हुनुहुन्छ होला, तर खासमा चाहिँ 1 Timothy 3 8 देखि 10 गम्भीर आदरणीय विश्वासी पनि रोगी हुन्छ र भनेर लाग्छ, तर कहिलेकाहीँ चाहिँ विश्वासी नै धेरै रोगी हुन्छन् कि जस्तो लाग्छ। यहाँ चाहिँ त्यसको क्याटेगोरी छ। तपाईँको योग्यता चाहिँ खासमा पढा लेखेको भन्दा पनि ज्यादा तपाईँ लोभी नभएको शुद्ध विवेकमा शुद्ध ज्ञान, तपाईँको कहिले डिक्कनहरू कहिले पक्षपात हुँदैन। यो चाहिँ मेरो भाइ, यो चाहिँ तामाङ रहेछ, यहाँ त तामाङहरू अलिक बढी हुनुहुन्छ जस्तो लाग्यो, यो तामाङ होइन, त्यसो कहिले चल्दैन। क्रिस्चियनिटी कहिले पनि जातमा चल्दैन भित्र। यो कोठामा जतिजना छिर्यो जस्तै यसोलाई ग्रहण गर्यो, ती सबै एउटा बाउको सन्तान हो हामी। कसैको नाक लेप्टो होला, आँखा चिम्सो होला, कसैको नाक चुच्चो होला, कोही प्रष्ट नेपाली बोल्छ होला, कसैले नेपाली प्रष्ट नबोल्न पनि सक्छ, बिचरा उसको आफ्नो कल्चर अनुसार, उसको आफ्नै मातृभाषा भएको कारणले। तर यो मण्डली चाहिँ अगुवाहरूले कहिले पनि कुनै पनि भनक पनि भन्छ नि, भनक आउने दिनु हुँदैन। डिक्करहरूले जहिले पनि यो मण्डलीलाई एकता कुरा, कसैले कुरा काट्छ कम्प्लेन लिएर आउन सक्छ, तिनीहरूलाई त्यही रोक्नुपर्छ। कुरा काट्ने कुरा यो गुनासो भन्छ नि, त्यसलाई अलग अलग गर्छ बाबुहरू, गुनासोलाई अलग अलग गरिदिनुहोस् त शब्दलाई। के भन्छ त्यस्तो नासो बताउन मनपर्छ? तपाईँ घरमा कसैले यस्तो कोसी ल्यायो भने मनपर्छ? गुनासो कोसी ल्यायो भने मनपर्छ? गला छुट्याएर खानुहोस्, नासोलाई छुट्याएर खानुहोस्, त्यस्तो खालको मन पर्दैन होइन। त्यस्तो खालको धेरैचोटि मण्डलीमा आउँछ, तर टिक्नहरू त्यसलाई अघि नै अगुवा झुन्डमा आउनुभन्दा पहिले नै त्यही समाधान गर्नुपर्छ। है तिम्रो कुरा ठिकै होइन, नोकचुप गराउने हो। मण्डलीको कहिले पनि फुट ल्याउनेहरूलाई एक दुईचोटि सम्झाऊ, मानेन भने तिनीहरूलाई अन्य जातिको जस्तो व्यवहार गर भनेर भन्छ बाइबलमा। मण्डली अर्को खोल्न मिल्छ, शाखा मण्डली खोलिन्छ, तर सल्लाहमा हुन्छ, अभिषेकमा हुन्छ, प्रार्थना सहित हुन्छ, शासन सहित हुन्छ। तर गुटबन्दी गरेर 2-3 जना 2-4 परिवारलाई छुट्याएर जान अहिले पनि सुने 2चोटि फुटिसकेको छ मण्डली। किन फुटेको? के कारणले फुटेको? के थियो स्वार्थ? यो एक कारण छ त्यसको लागि। यदि कसैले मण्डली फुटाउँदैछ भने मण्डली फुट्ने होइन, मण्डली सरसल्लाहले अर्को झुन्डहरू शाखाहरू खडा हुँदैछ। मण्डलीको फुट ल्याउनेहरू शैतानबाट पुरै हस्तक्षेप मान्छे नाम क्रिस्चियन भएर के हुनु, चर्को कुरोहरू बोलेर क्या हुनु। बाइबल उत्पत्तिदेखि प्रकाश सबै कन्डे भयो भने के फरक पर्छ यदि जीवनमा छैन भने? बाइबलले जे भन्छ त्यो कुरा गर्ने कुरामा डिकन झुन्डले अगुवा अगुवाले तनाव हुने ठाउँमा ल्याउनै हुँदैन। एल्डर झुन्ड यो अहिले 5-4 मिनिस्ट्रीको काम चाहिँ मण्डलीलाई आत्मिक रूपमा खुवाउने काम, आत्मिक प्रोग्रामहरू, आत्मिक योजनाहरू, आत्मिक प्लानहरू ल्याउने कामहरू चाहिँ फिजिकल वर्क, खाँचो, अभाव, अप्ठ्यारो, व्यवस्थापन, यहाँ खाँटो छ, यहाँ घटी छ, यहाँ मिलाउनुपर्छ, त्यहाँ राख्नुपर्छ, त्यो किन्नुपर्छ, त्यो बेच्नुपर्छ, यो यहाँ भाडा दिनुपर्छ, यति महिना यति गते भाडा तिर्नुपर्छ, यसरी बत्तीको बिल तिर्नुपर्छ, यो सामान किन्नुपर्छ, यो सबैको व्यवस्थापन चाहिँ यो फिजिकल भौतिक चिजको व्यवस्थापन चाहिँ डिकन झुन्डले गर्नुपर्छ। र तपाईँहरूले ठुलो जिम्मेवारी पाउनुभएको छ। तपाईँको अधिकार क्षेत्रहरू चाहिँ यिनै हुन्। तपाईँको सेवाको क्षेत्रमा निर्णय गर्ने अधिकार तपाईँको हुन्छ। मण्डलीको सम्पत्तिको निगरानी गर्ने र त्यसको रिपोर्टिङ अगुवा झुन्डमा गर्ने काम चाहिँ डिकनहरूको अधिकारभित्र पर्छ। निष्कर्ष र चुनौती चाहिँ
मानिसको पुत्र चाहिँ सेवा गराइ माग्नलाई होइन, सेवा गर्न आयो। तपाईँ चाहिँ नि यहाँ बस्नुभएको 5 जना, तपाईँ चाहिँ के को लागि कुर्सीमा बस्नुभएको छ, के को लागि तपाईँहरूलाई आज डिक्कन भनेर अभिषेक गरेको छ। अघि पनि डिक्कन झुन्डहरू के मैले डिक्कनहरूको नाम सुने। तपाईँहरू के ठानिरहनु भएको छ? तपाईँहरूलाई चुनौती छ, यो सेवा हो, तर एफिस 4:11 होइन। यो वरदान हो, तर कोरिन्थी 12:8-10 पनि होइन। अगुवा हो, तर एल्डर होइन। तपाईँको आत्मिक कुराभन्दा ज्यादा चाहिँ आत्मिकै नै हुनु पर्यो। पास्टर अगुवा जस्तै हुनु पर्यो, तर तपाईँको जिम्मेवारी चाहिँ मेन फिजिकल कुराहरू, भौतिक चिजहरूमा छ। र त्यसको रिपोर्टिङ तपाईँले अगुवा जुन्डले गर्नुहुनेछ। डिक्कनको सेवा आत्मिकी मानिसको झुन्ड जसको काम भौतिक व्यवस्थापनसँग बढी छ, सर्ग राख्छ। यो चाहिँ राजनीतिक नेतृत्व जो आत्माबाट भरिएको मान्छे राजनीतिक सेवामा पठाउनु जस्तै हो। डिक्कनको झुन्डको सेवाकाई भनेको चाहिँ डिक्कन पद होइन, यो सेवाको जीवन हो। डिक्कन गुनासो होइन, समाधान ल्याउने व्यक्ति हो। डिक्कनहरूले अधिकार जमाउने होइन, तर नम्रताको नमुना देखाउने व्यक्ति हो। खटेर काम गरेर मान्छेहरूलाई वाउ भन्ने बनाउने हो, र मान्छेलाई पनि तपाईँलाई पछि लाएर भौतिक रूपमा सहायता गर्ने मान्छे बनाउनु हो। कहिलेकाहीँ मैले मेरो नेपालको यो 10 वर्षको राजनीतिक अभियानमा 77 जिल्लामा त खालि पुगिसकेको होइन, तर धेरै जिल्लामा पुगेँ। धेरै मान्छेहरूसँग फोन गरेँ, धेरै मान्छेसँग बहस तर्क गरेँ। कहिलेकाहीँ मलाई लाग्छ ती सबैलाई डिटेल्समा पठाइदिनुपर्छ। डिटेल्समा एउटा चेलाको तालिम छ कि त्यहाँ चाहिँ डक्टर साहब आयो भने पनि टोइलेट सफा गर्नै पर्छ, भाँडा बाँध्नै पर्छ, भात पकाउनै पर्छ, पोचा लाउनै पर्छ। म डक्टर भन्नै मिल्दैन त्यहाँ। त्यो भने कि फेल गइहाल्छ गोर्खाली। अनि ऊ यस्तो खालको बानी बाँध्छ, त्यो 3 महिनामा यस्तो खालको बानी गर्छ कि पछि त खोसाखोर हुन्छ। टोइलेट सफा म चाहिँ टोइलेट सफा गर्छु भन्ने मामा पुर्याउँछ पर्ने हुन्छ त्यहाँ। त्यस्तो खालको झुन्ड हो यो खासमा चाहिँ। र यो डिक्कनको सेवाबाट मण्डली बलियो हुन्छ। डिक्कनको सेवाबाट मण्डली बलियो हुन्छ। कुनै कुरा घटिकमी हुँदैन, एकताबद्ध हुन्छ, प्रभावकारी हुन्छ। त्यस्तै बढोस्। परमेश्वर तपाईँलाई आशीर्वाद दिनुहोस्। जय मसीह।